हेलो, नमस्ते। के भन्नुपर्ने हो सबै सम्बोधन। आइ एम भेरी नन पोलिटिकल पर्सन। गैर राजनैतिक व्यक्तित्व तर म आज पोलिटिक्सकै कुरा गर्दैछु, राजनीतिकै कुरा। नट एक्ज्याक्टली राजनीति, तर यो अपकमिङ इलेक्सन, त्यो निर्वाचनको कुरा। अनि अर्को चाहिँ यो पालि चाहिँ को भोट माग्न आउनेले चाहिँ म खासमा किन कुरा गर्दैछु, म त क्युब खेल्ने फुच्चे थिएँ नि त एउटा खासमा। तर खोइ कुरा गर्न मन लाग्दो रहेछ, सायद अलि ठुलो भयो क्या हो, भोट हाल्ने उमेर भयो कि क्या हो। अनि मलाई खासमा चाहिँ बोल्नलाई आज बाध्य बनाएको, प्रेरित गरेको, आई डोन्ट नो, मेरो एउटा साथी, आफ्नै साथीले। हामी नर्मल्ली चिया खाँदाखेरि अब यो कुरा हल्का हल्का कुरा निस्क्यो। अनि हि सपोर्ट्स दि सो कल्ड न्यू लिडर्स, होइन, जसको आइडियोलोजी आई डोन्ट नो के हो, के कुरालाई आधार मानेर एजेन्डाहरू के आई डोन्ट नो एनिथिङ। त्यसलाई पनि थाहा छैन फेरि, तर हि सपोर्ट्स। अनि यो पालि एउटा मात्र कुरा, यो पालि कसैले भोट माग्न आउँदाखेरि म युवा हुँ भन्ने मात्र क्वालिफिकेसन छ उसँग, त्योभन्दा बाहेक केही पनि छैन भनेपछि नदिनु। के नदिनु? भोट नदिनु। काम छैन। अवसरवादी भन्ने थाहा छ नि, अपर्च्युनिस्ट, हि अर सी जोसुकै होस्, नदिनु। यसको मतलब यो होइन कि बुढाहरूलाई दिनु, तर अब त्यो आफै कसलाई दिने भनेर छान्नु। तर कसैले म युवा हुँ भनेर मात्र आउँछ भने चाहिँ नदिनु। यो पालिको धेरैजना देखाएको छु, मैले देख्न पनि देखाएको छु, वरिपरि नै देखाएको छु, दायाँ बायाँ सबैतिर देखाएको छु, सबैले देखेकै होला, मैले मात्र होइन। अलिकति अलिअलि केही छ भने चाहिँ म युवा, योपालि त दिने बित्तिकै फ्याट्टै हो, यो सबै माहौलै त्यस्तो छ ह्यान त्यान भनेर। एउटा किताब पढे हुँदैन, एउटा नलेज थाहा छैन, केही थाहा छैन, लिटरली नथिङ। अनि दे वान्ट टु लिड अस फर रियल। नो, हामी किन मलाई त खोइ तिनीहरूसँग पनि रिस उठ्दैन खासमा। त रिस त कसँग नि उठ्दैन, तर कहिले के रिस उठ्दो रहेछ कसलाई भन्दाखेरि भोटरसँग क्या। अब मासँग त लड्न सकिँदैन, होइन। अनि त्यही भएर अब पहिला हो, अब म भन्छु किन म साथी किन के भनेर भन्दाखेरि, पहिला उसले आफ्नो बाउलाई भेडा भन्यो या झोले भन्यो, बाउलाई झोले भन्यो, तर अहिले ऊ आफै मोबाइलै बनेको छ क्या। तपाईँ त मोबाइलै त होइन नि, डोन्ट बी द्याट मोबाइले। थ्याङ्क यू।